बालेन शाहको एक्सन त सारा देशले देखेको छ, तर यो अकल्पनीय आँट र सफलताको पर्दा पछाडि लुकेका ती असली मास्टरमाइन्ड को हुन्? आज चिन्नुस् बालेनलाई, बालेन बनाउने ती महाशक्ति र किङमेकरलाई, जसको कथा सुनेपछि तपाईँ भन्न बाध्य हुनुहुनेछ यस्ता पनि साथी हुन्छन् र जसले देश बदल्न आफ्नै जन्मदिने बाबुलाई भन्दा बालेनलाई रोजे। कल्पना गर्नुस् त, एउटा यस्तो युवा जसलाई संसारले अहिले सिङ्गापुरका निर्माता ली क्वान यूसँग तुलना गरिरहेको छ, जसले प्रधानमन्त्रीको कुर्सीमा बसेदेखि सेकेन्डलाई महत्त्व दिएर रकेट गतिमा काम गरिरहेको छ, जसको एक इसारामा भ्रष्ट कामचोर र बिचौलियाहरूको भोक निन्द्रा गायब भएको छ। विश्वका मिडियामा छाइरहेका र नेपालीको मनमा बसेका बालेन्द्र शाह अर्थात् बालेनको यो अकल्पनीय सफलताको रहस्य आखिर के हो? एउटा मान्छे एक्लैले राज्य सत्ता हल्लाउन सक्दैन। बालेनलाई बालेन बनाउने, उनलाई मेयरदेखि देशकै सर्वोच्च कुर्सीमा पुर्याउने पर्दा पछाडिका ती किङमेकर को हुन्? आज हामी त्यो मास्टरमाइन्डको कथा खोल्दैछौँ जसले देशको राजनीति बदल्न आफ्नै बाबुलाई समेत छाडिदिए। हामी कुरा गर्दैछौँ कुमार व्यञ्जनकार अर्थात् कुमार बेनको, जो अहिले प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार छन्। धेरैले यो नाम सायदै सुनेका होलान्, किनकि कुमार बेन पर्दा अगाडि आउन कहिल्यै रुचाउँदैनन्, तर जब कामको कुरा आउँछ यो नाम नेपालको डिजिटल र राजनीतिक परिदृश्यमा एउटा शक्तिशाली फोर्स हो। नेपालमा इन्टरनेट ट्रोल संस्कृतिको सुरुवात गर्नेदेखि लिएर रुटिन अफ नेपाल बन्द र एमआरआर जस्ता लाखौं युवा जोडिएका सामाजिक सञ्जाल समूहहरूलाई कसरी प्रभावकारी बनाउने भनेर रणनीतिक सल्लाह दिने मास्टरमाइन्ड यिनै हुन्। तर यो कथा यहाँबाट सुरु हुँदैन, यो सुरु हुन्छ बालेनको त्यो अठोटबाट। क्रान्ति कबाट होइन, ज्ञान अर्थात् ज्ञानबाट सुरु हुन्छ। बालेनले चुनाव अघि गरेको यो घोषणा केवल एउटा स्टाटस थिएन, यो कुमार बेन जस्ता युवाहरूले तयार पारेको मनोवैज्ञानिक हतियार थियो। युवाहरूको दिमागमा बालेनको एजेन्डा यसरी भरियो कि विदेशमा पसिना बगाइरहेका युवाले घरमा फोन गरेर भने काठमाडौँको मेयर उम्मेद्वार हुँदा लौरोमा र देशको प्रधानमन्त्री बन्ने लाइनमा रहेका बेला घन्टीमा भोट नहाले म घरै फर्किन्न। यो जनलहर रातारात आएको थिएन, यसको पछाडि वर्षौंदेखि मौन तरिकाले काम गरिरहेको एउटा बलियो सचिवालय थियो, जहाँ कुमार बेन, सुभाष शर्मा, असीम शाह जस्ता युवाहरूले बालेनको हरेक कदम, हरेक शब्द र हरेक रणनीतिको सूक्ष्म योजना बनाएका थिए। तर यो सबैभन्दा गहिरो र साँच्चै महत्त्वपूर्ण किन छ? किनभने नेपालको राजनीतिमा सल्लाहकारको परिभाषा जहिल्यै विकृत रह्यो। हिजोका नेताहरूका सल्लाहकार भनेका ती मानिस हुन्थे जसले ठेक्कापट्टा मिलाउँथे, सरुवा बडुवामा सेटिङ गर्थे र नेताको वरिपरि चाकरीको पर्खाल खडा गर्थे। तर बालेनको टिम हेर्नुस्, यो टिमले हाई प्रोफाइल व्यक्तिहरूलाई पक्राउ गर्ने आँट जुटाएको छ, कामचोर ठेकेदारलाई कालो सूचीमा राखेको छ र आफ्नै साथीको रेस्टुरेन्ट र आफ्नै गृहमन्त्रीको सम्पत्तिमा समेत डोजर चलाउने नैतिक बल प्रदान गरेको छ। यहाँ नभनिएको कुरा अर्कै छ, राजनीतिमा यति ठुलो त्याग बिरलै देखिन्छ। कुमार बेनका आफ्नै बुबा नरसिंह व्यञ्जनकार ललितपुर वडा नम्बर 10 मा 10औं पटक स्वतन्त्र चुनाव लड्दै थिए, तर कुमारले आफ्नो बुबाको प्रचारमा समय खर्चनु भन्दा देशको नेतृत्व बदल्न बालेनको पर्दा पछाडिको सेनापति बन्नु उचित ठाने, जसले पैसाको पछि कहिल्यै दौडिएन र जसले आफूले जिम्मा लिएको काम फत्तै नगरी छाडेन। आज त्यही भुइँ मान्छे प्रधानमन्त्रीको दाहिने हात बनेर देशको नीति र सुशासन हाँक्दैछ। यसले के देखाउँछ भने जब एउटा इमानदार नेताको पछाडि स्वार्थ रहित र भिजनरी युवाहरूको टिम उभिन्छ, तब सिंहदरबार भित्रका पुराना माफियाहरूको सेटिङ भताभङ्ग हुँदो रहेछ। आज देश जसरी रकेट गतिमा दौडिरहेको छ, यो केवल एकजना बालेनको जादु होइन, यो ती सबै पर्दा पछाडिका अनुहारहरूको जित हो जसले आफ्नो नाम पत्रिकामा छाप्न चाहेनन्, तर देशको नक्सा बदल्न रात दिन एक गरे। तर याद राखौं, सानो समूहले सत्ता ढाल्न सक्छ, तर देश बनाउन सिङ्गो प्रणालीले काम गर्नुपर्छ। बालेन र कुमार बेनको यो टिमले पुरानो सत्ताको चिहान त खनेको छ, तर के उनीहरूले यो देशमा यस्तो सिस्टम बसाल्न सक्लान् जहाँ भोलि कुनै अर्को बालेन वा कुमार बेन नजन्मिए पनि यो देश आफै चलिरहोस्?